नमस्कार सम्पूर्ण टिकटक प्रेमी साथीहरू र इष्टमित्र आफन्त लगायत शिक्षकहरूको लागि चाहिँ म एउटा भिडियो बनाउन गइरहेको छु। यो शिक्षकहरूले के को लागि आन्दोलन गरेको हो त मैले बुझ्न सकिनँ। शिक्षकहरू चाहिँ आफ्ना छोराछोरी लगेर बोर्डिङमा पढाएका छन्, विदेशमा पढाएका छन्। उनीहरूले आफैले पढाएको चाहिँ यो किताब यो बुक राम्रो नभएकोले गर्दाखेरि उनीहरू बोर्डिङमा लगेर पढाएका छन् महँगो खर्च गरेर। उनीहरू आफैमा विश्वासहीन छन्। मैले मेरा छोराछोरीलाई पढाएँ भने चाहिँ राम्रो प्रगति गर्न सक्दैनन्, विदेशमा स्कलरसिपमा नाम निकाल्न सक्दैनन्, अमेरिका अस्ट्रेलिया जान सक्दैनन्, लोकसेवा पास गर्न सक्दैनन् भनेर चाहिँ उनीहरूले पढाएको उनीहरूका छोराछोरीहरूलाई नै विश्वास छैन। उनीहरू महँगो स्कुल बोर्डिङमा लगेर पढाइरहेका छन् र यो यिनीहरूले गरेको आन्दोलन के को लागि हो यो मैले बुझ्न सकिनँ। हजुरहरूले यसको एन्सर दिनु पर्यो है त भन्दै नमस्कार।